मेरोमा डाइनामिक। चाहिँ 1 2 3 भनेर आइरहेछ। 1 त्यही 2 नै हो, त्यही नै भइरहेछ। Mm. ओके सो न्युबोर्न हियरिङ स्क्रिनिङ खास ऊबाटै सुरु गरौँ न, बच्चाको सुनाइबाट सुरु गरौँ न त। जन्मिने बित्तिकै बच्चाले सुन्न थाल्छ त एनिमन? I think like अब म I think I'm more layman to this topic. मेरो अन्डरस्ट्यान्डिङ चाहिँ सो बच्चाले चाहिँ बच्चा पृथ्वी वेनेभर हुँदाखेरि बच्चा नै आमाको पेटमा हुँदै सुन्न थाल्छ जस्तो लाग्छ 8 हप्ताबाट कि कति 20 हप्ताबाट हप्ता 20 ओके हप्तामा चाहिँ जे होस् हियरिङ चाहिँ डेभलप भइसकेको हुन्छ। आई मिन हियरिङ भित्री कान कक्लियर स्ट्रक्चर भनौँ न, कक्लियर अर अडिटरी डेभलपमेन्ट चाहिँ 20 विकमा चाहिँ कक्लिया फुल्ली डेभलप भएको हुन्छ। कक्लिया भनेको वाट इज कक्लिया? सबैलाई थाहा नहुन सक्छ होइन। सो कानलाई हामी 3 भागमा रफली डिभाइड गर्छौँ होइन त। एउटा यो लोती आउटर इयर होइन, त्यस पछाडि त्यो रुगा लाग्दा चाहिँ कान पाक्यो भन्ने अथवा के भन्छ नि कान पाकेको एउटा भित्रपट्टि। बाहिरी कान भयो, बाहिरी कानमा अब यही हजुरले भने चाहिँ लोती भयो, पिन्ना भयो होइन, अनि इयर क्यानल भयो, अनि मध्य कान भयो। मध्य कानमा चाहिँ कानको जाली भयो, कानको त्यो टाइनी बोन्सहरू हुन्छ, 3टा ओसिकल्सहरू भयो, अनि कुरकुरे भित्री हड्डी कान भनौँ भयो। न भित्री कान अनि कक्लिया जुन भन्यो तिमीले त्यो चाहिँ भित्री कान भयो नि त। भित्री कान भयो। उम्, अनि भित्र अनि चाहिँ अब त्यो कक्लिया भेस्टिबुलर स्ट्रक्चरहरू पनि छन् होइन, हियरिङ र ब्यालेन्सको उम्, लागि उम्, हेल्प गर्ने दुइटै सबै स्ट्रक्चर धेरै छन् भनौँ न। अब कक्लिया जेनरली उम्, भयो होइन, अब उम्, हियर सेल्सहरू भयो, अनि त्यसपछि चाहिँ त्यसलाई त्यससँग कनेक्ट हुने चाहिँ नर्भमा कनेक्ट हुने, अनि त्यसपछि चाहिँ उम्, माथि ब्रेनसम्म गएर पर्सिभ हुने भनौँ, सिम्पली भन्दाखेरि। उम्, उम्, उम्। 20 विक्समा चाहिँ त्यो डेभलप भइसकेर उसले सेन्सेसन गर्न थालिसक्छ भन्ने कुरा भयो होइन। मैले अब एउटा अब मेरो ठ्याक्कै प्रसङ्ग आउँदाखेरि चाहिँ अब मैले के हो एउटा स्पिच पर्सेप्सन भन्ने सब्जेक्टमा आई थिङ्क स्पिच प्रोडक्सन कि स्पिच पर्सेप्सन नै होला है, स्पिच पर्सेप्सन होइन तिमीहरूले नि पढेको हो क्या अरे मास्टर्समा हामीले नि पढाए जस्तो लाग्छ हो। त्यसमा चाहिँ एक्सपेरिमेन्ट थियो क्या बाडावाला। त्यसमा चाहिँ बच्चाहरू लाइक म आमाको पेटमा हुँदाखेरि त्यो स्टिमुलस सुनाएको अनि त्यहाँ पछाडि वेनेभर देवर आक्स टु मलाई तिनीहरूलाई फेरि जन्मिसके पछाडि पनि त्यही कुरा सुनाउँदाखेरि चाहिँ रुँदा रुँदै गरेको बच्चा चाहिँ चुप लाग्ने। एन्ड द्याट प्रुभड कि हियरिङ बिगिन्स बिफोर बर्थ भन्ने कुरा चाहिँ मैले पढेको मलाई याद छ एउटा मास्टर्सको पढ्दाखेरि होइन। यस्तो यस्तो स्टडी चाहिँ के धेरै भएको छ भनेदेखि बच्चाहरू जन्मिनुभन्दा अगाडि नै यस्तो जुन ल्याङ्ग्वेजमा आमाको ल्याङ्ग्वेज जुन ऊ भाषा सुनिरहेछ त्यसमा चाहिँ दे आर मोर सेन्सिटिभ टुवर्ड्स द्याट ल्याङ्ग्वेज इभन आफ्टर बर्थ, इमिडिएटली त्यो आफ्टर पनि बर्थ। द्याट इज एन अनि एभिडेन्स हो। एक्सपेरिमेन्ट्सहरू जस्तो वुममै भएको बेलामा लाउड स्पिकर चाहिँ धेरै पहिलाको 19 धेरै पहिला त नभनौँ क्या 1990sतिरको एक्सपेरिमेन्टहरू होइन, हामी जन्मिनुभन्दा पहिले नै भनौँ न, ओल्डर। अगाडितिरको त्यतिखेरको सेमाइनल स्टडिजहरू हो। डिफ्रेन्ट रेन्जेस अफ फ्रिक्वेन्सी होइन, 500 to 50देखि लिएर 8 लो लो फ्रिक्वेन्सीदेखि लिएर 8K सम्मकै फ्रिक्वेन्सीहरू को साउन्डहरू चाहिँ स्टिमुलेट गरेर वमलाई स्टिमुलेट गर्दाखेरि दे आर मोर सेन्सिटिभ टुवर्ड्स द लो फ्रिक्वेन्सी अनि भनेर चाहिँ त्यो इस्टाब्लिस गरेको थियो वेदर द फिटस मुभ्स अर नट। त्यस्तो एक्सपेरिमेन्टहरू पनि गरेको थियो। अनि हायर फ्रिक्वेन्सी चाहिँ ग्रेजुअली पछि पछि चाहिँ सेन्सिटिभ हुँदो रहेछ। दे रेस्पोन्ड टु हायर फ्रिक्वेन्सी अ लिटल लेट 2 or 3 weeks प्रायर टु बर्थ भनेर चाहिँ पत्ता लगाएर रहेछ। अनि यस्तै यस्तै बच्चाहरू चाहिँ पहिला जन्मिनुभन्दा अगाडि नै द्याट सेन्सिटिभ टु साउन्ड पर्सिभ गर्न थाल्छ। अनि यस्तै अर्को स्टडी ल्याङ्ग्वेज कुन भाषा छ, आमाको भाषा कुन छ, सराउन्डिङको भाषा कुन छ होइन, त्यही अनुसार उनीहरूको बर्थ जन्मे पछाडि रुने रुवाईको मेलोडी पनि त्यही अनुसार इट अलाइन्स टु द्याट ल्याङ्ग्वेज भनेर। अनि एउटा एकदम इन्ट्रेस्टिङ स्टडी कुन छ भन्दाखेरि फ्रेन्च र जर्मन भाषामा भएको एउटा स्टडी थियो क्या। म त्यही जर्मनीमा भएकोले गर्दा यसो त्यतातिरको अलिअलि हामीलाई सुनाउँदै अनि राइजिङ र फलिङ इन्टोनेसन हुन्छ दुइटा ल्याङ्ग्वेजको फरक पर्यो। जन्मे पछाडि त्यतै जन्मेको बच्चाहरूको चाहिँ नेटिभ ल्याङ्ग्वेज जुन हो त्यही अनुसारको राइजिङ र फलिङ इन्टोनेसन पनि हुँदो रहेछ। अन्त हाम्रो भाषामा नेपालीमा त गराएको छैन स्टडी बट वी क्यान इन्फर
कि उम्, आमाको वममा हुँदाखेरि जस्तो हुन्छ जन्मे पछाडि पनि सायद त्यस्तै नै हुन्छ होला होइन। मैले कतै अ, कहाँ पढेँ, आई डोन्ट लाइक करेक्ट मी इफ आइम रङ होइन, मैले चाहिँ कहीँ पढेको अनुसार द्याट्स वाइ लाइक आमाको स्वरप्रति चाहिँ लाइक न्यु बर्न आर लाइक मोर सेन्सिटिभ होइन, रादर कम्पेयर टु लाइक फादर अथवा लाइक केयर गिभर हुएभर एल्स होइन। त्यही भएर चाहिँ आमाले बोल्दा बित्तिकै बच्चा रुँदा रुँदै गरेको बच्चा चुप लाग्ने उम्, अथवा रेस्पोन्ड गर्ने चाहिँ आई थिङ्क द्याट इज अल्सो अनदर एभिडेन्स वेयर लाइक साइन्टिफिकली आई डोन्ट नो इफ इट्स प्रुभन अर नट, बट लाइक द्याट इज आई थिङ्क लाइक वी कुड कोरिलेट द्याट वे अल्सो। स्टडिजहरू भएको छ जे होस् ठिक छ त्यो अब हियरिङ स्ट्रक्चरहरू डेभलप हुनेदेखि लिएर होइन कसरी पर्सिभ गर्छ भन्ने कुराहरू भयो। अनि जे होस् स्क्रिनिङ चाहिँ किन गर्ने त होइन, न्युबर्न हियरिङ स्क्रिनिङ किन गर्ने, किन जरुरत छ भन्ने कुरामा के लाग्छ तपाईँहरूलाई? अब यो सबै अहिले हामीले यत्रो स्टडिजहरू यस्तो यस्तो भयो, यस्तो यस्तो गरे रहेछ, यस्तो यस्तो गरे रहेछ, बच्चाले यस्तो हुँदो रहेछ, रुँदाखेरि पनि यस्तो हुँदो रहेछ, त्यो भन्नुको सबैको तात्पर्य के हो त भन्दाखेरि ए बच्चाले जन्मिनुभन्दा अगाडि नै उसको सेन्सिटिभ हुन्छ सुन्छ है भने हो। उम्, जन्मिन त्यो सबैको आवश्यकता कहाँ पर्छ त भन्दाखेरि डेभलपमेन्ट अफ ल्याङ्ग्वेज जन्मे पछाडि एउटा प्राइमेरी कुरा, नट जस्ट द्याट बट वान अफ द मेनी उम्, प्राइमेरी कुराहरूमा भाषा बोलीको विकास, बोली र भाषाको भाषाको विकासमा। त्यस राइट पछाडि त्यसको सेकेन्डरी कुराहरू अरू के हुन्छ, सोसियल डेभलपमेन्टमा, कग्निसन। कग्नेटिभ डेभलपमेन्टमा हो। यस्तो यस्तो चिजहरू यदि जन्मन साथ उसको कानको सुनाइमा चाहिँ डेभलप भएको छैन, त्यसमा केही समस्या आएको छ र हामीले पत्ता लगाउन सकेनौँ भनेदेखि इमिडिएटली हुने अरू अरू जे जे डेभलपमेन्टहरू छ त्यो चाहिँ अवरोध भयो। तसर्थ हामीले जति चाँडो पत्ता लगाउन सक्यो त्यति चाँडो त्यसमा चाहिँ केही गर्न सकिन्छ, आइडेन्टिफाई गर्न सक्यो भने क्रिटिकल इन्टरभेन ल्याङ्ग्वेज पनि गर्न पिरियड सकिन्छ। भनौँ न। अर्ली अर्ली क्रिटिकल। आइडेन्टिफिकेसन, अर्ली इन्टरभेन्सनको कुरा भयो। अनि मेन कुरा भनेको लाइक जस्ट एडिङ टु द योर पोइन्ट, अब हाम्रो ब्रेन चाहिँ लाइक लाइक जन्मेको लाइक 3 वर्ष स्टडिजले अब डिफ्रेन्ट कुरा भनेको छ, तर लाइक स्ट्यान्डर्ड पिरियड हेर्दाखेरि लाइक 3 वर्षतिर चाहिँ 3 वर्षसम्म चाहिँ देयर इज अ सेइङ बच्चाको दिमाग चाहिँ काँचो माटो जस्तो हुन्छ, वी क्यान हुन्छ नि हामीले चाहिँ जस्तो बनाउन खोज्यो त्यस्तै खालको सेपमा लान सकिन्छ। त्यो न्युरोप्लास्टिसिटी भनौँ प्लास्टिसिटीको न। कुरा हुन्छ भनौँ न, त्यो कुरालाई अब सिम्पल सिम्पल भाषामा भन्नुपर्दाखेरि ब्रेनलाई चाहिँ हामीले जति सक्दो धेरै प्रोग्राम गर्न सक्छौँ त्यो टाइम पिरियडमा भनौँ न, सिकाउन सक्छौँ। अनि त्यो टाइममा चाहिँ बच्चाले सुनेन अथवा त्यो लेभलको इन्फर्मेसन मतलब आफूले लिन सकेन, ब्रेनमा पठाउन सकेन भने चाहिँ उसको मेन कुरा भनेको त्यो 3 वर्षको न्युरोप्लास्टिक जुन क्यापासिटी छ त्यसलाई युटिलाइज गर्न सकेन, त्यो 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 आफ्नो आफ्नो मस्तिष्कलाई विकास गर्न सकेन होइन। अनि त्यसले गर्दाखेरि हुने त्यसमा के पर्छन् भन्ने कुरा हुन्छ, त्यसमा अब धेरै कुराहरू पर्छन्, जस्तो कि अघि हामीले भनिहाल्यौँ सुनाइका कुराहरू भए, सुनाइसँग जोडिएका भाषा बोलीका कुराहरू भए, कम्युनिकेसन एभ्रिडे कम्युनिकेसनको कुरा भयो, त्यो सँगसँगै जोडिएको कग्नेटिभ एबिलिटीको कुरा भयो भन्न खोजेको त्यसमा, जस्तो कि ध्यान दिएर सुन्ने, कुरा बुझ्ने, दिमागमा कुराहरू राख्ने होइन, अनि त्यो कुराहरू भए। त्यो सँगसँगै लाइक सोसियल कम्युनिकेसनको कुराहरू भयो, लाइक सामाजिक सोसियल कम्युनिटीमा जाँदाखेरि कसरी इन्टरेक्ट गर्ने भन्ने कुराहरू भयो। तिनीहरू सँगसँगै त्यो त्यो एउटा सुनाइमा लाइक अवरोध हुँदा बित्तिकै लाइक वी कुड हेभ लड अफ कम्प्लिकेसन्स त्यस पछाडि होइन। अनि आई थिङ्क द्याट्स वाइ हियरिङ स्क्रिनिङ अथवा लाइक जन्मिँदा बित्तिकै बच्चाको अब हामीले अघि एगेन कोरिलेटिङ टु द्याट सेम थिङ, बच्चाले आमाको पेटमा हुँदैखेरि सुन्छ भने हामीले त्यो कुरा चाहिँ जाँच्न जरुरी हुन्छ जस्तो लाग्छ, सबै कुरालाई समराइज गर्नुपर्दाखेरि चाहिँ। ठिक हो। अब अहिले रिसर्चले भनेअनुसार चाहिँ 1000जना बच्चामा चाहिँ एकजनामा चाहिँ जो पर्मानेन्ट सेन्सरी न्युरल हियरिङ लस भनेको चाहिँ अब भित्री कानको समस्या भनौँ न, त्यो हुने रिस्क भनेको त त्यो त एकदम हाइली प्रेभलेन्ट जस्तो भयो नि त होइन। अनि त्यो भएको कारणले चाहिँ स्क्रिनिङ चाहिँ एकदमै जरुरत छ। अब स्क्रिनिङ कसरी गर्ने, के गर्ने होइन भन्ने कुरा चाहिँ अब आई थिङ्क देयर इज भेरिएसन अक्रस द वर्ल्ड होइन। तर मेजरली चाहिँ देयर इज अ 136 रुल, जन्मेको 1 महिनामा भित्रमा चाहिँ भनौँ न
स्क्रिनिङ भइसक्नुपर्ने, 3 महिनामा चाहिँ डायग्नोसिस भइसक्नुपर्ने र 6 महिनामा चाहिँ रिहेबिलिटेसन स्टार्ट गरिसक्नुपर्ने भन्ने चाहिँ यो JCIS भन्छ क्या हो, जोइन्ट कमिटी अफ इन्फेन्ट हेल्थ भन्नेले चाहिँ स्ट्यान्डर्ड डेभलप गरेको उहिले 1996मा। अनि अहिले चाहिँ आई थिङ्क भर्खरै 2019तिर चाहिँ होइन 136 मात्रै गरेर नि अझै पुग्दैन कि 123मा जानुपर्छ कि त होइन। त्यो भयो भने अझै छिटो त्यो रिहेबिलिटेसन स्टार्ट गरेर अघि विराजले भने चाहिँ त्यो ब्रेनको प्लास्टिसिटीको एडभान्टेज लिन सकिन्छ कि त स्पिच ल्याङ्ग्वेज डेभलपमेन्टको लागि भन्ने चाहिँ डिस्कसन भइरहेछ। अनि कति कति स्टेटले त कति ठाउँमा त 1 2 3 पनि स्टार्ट गरिसकेछन्, तर जस्तो त्यो डेभलपिङ कन्ट्रिजहरू लाइक नेपाल, अरू अरू देशहरू जहाँ चाहिँ अब इन्फ्रास्ट्रक्चरको कमी नै छ भनौँ न, त्यस्तोमा चाहिँ जे होस् 136 चाहिँ इम्प्लिमेन्ट गर्नुपर्छ भन्ने छ। अब कतिको इम्प्लिमेन्ट भएको छैन त हामी अझै डिस्कस गरौँ होइन, तर भनौँ न। I think like there's a question before moving on to diving into this topic. अब ठिक छ, हामीले हेरिङ स्क्रिनिङ गर्ने अथवा हेरिङ एसेसमेन्ट गर्ने कुरा त भयो जन्ने बित्तिकै होइन, तर अनदर क्वेसन लाइक सबैलाई गर्ने कि स्पेसिफिक क्याटेगोरीको बच्चालाई मात्रै गर्ने? सबैलाई गर्ने। यो हियरिङ स्क्रिनिङ भनेको चाहिँ अब जस देयर आर रिस्क फ्याक्टर त छँदैछ होइन, तर रिस्क फ्याक्टर नभए पनि इच एन्ड एभ्री बच्चा चाहिँ जन्मेको 24 घन्टाभित्रमा चाहिँ स्क्रिन हुनुपर्छ भन्ने चाहिँ रुल्स छ होइन। अब अफकोर्स रिस्क फ्याक्टरहरू जस्तै अब पेटमा हुँदाखेरि केही भाइरल इन्फेक्सनहरू छ होइन, केही ड्रग्स अटोटक्सिक ड्रग्सहरू लिएको छ, अब जन्मिँदाखेरि टाइम नपुगी प्रिमेच्योर डेलिभरी छ, अनि NICUमा राख्नु परेको छ, त्यो भने चाहिँ हाई रिस्क फ्याक्टर भयो नै होइन। तर त्यति रिस्क फ्याक्टर नभए पनि इच एन्ड एभ्री चाइल्ड चाहिँ स्क्रिन हुनुपर्छ भन्ने चाहिँ रुल्स छ। तर अब कान सम्बन्धी केही समस्या नहुँदै पनि स्क्रिन गर्ने नै भन्ने हो कि कसरी त? होइन कारण यस्तो चाहिँ के हो, हो? अब कुनै हियरिङ लस चाहिँ को इटियोलोजी थाहा नभइकन पनि होइन इडियोप्याथिक हियरिङ लस हुनसक्छ होइन, केही रिस्क फ्याक्टर नभए भने पनि अब त्यो आइडेन्टिफाई गर्नको लागि चाहिँ हो खासमा इच एन्ड एभ्री चाइल्ड सुड बी स्क्रिन भन्ने कुरा। आई थिङ्क लाइक अब ओके सरी गएर अब आई डोन्ट लाइक अब नेपालमा अब म डाइरेक्टली नेपालमा पुगेँ होइन। अब हामीले यहाँ हेर्दाखेरि त आई थिङ्क द्याट्स अ स्ट्यान्डर्ड प्रोटोकल युएसओ कन्टेक्स्टमा हेर्नुपर्दा होइन, जन्मिने बित्तिकै दे डु इट। तर इभन लाइक वेन वी वर बिङ ट्रेन्ड ब्याक इन IOM लाइक लेट्स से 12 इयर्स ब्याक होइन, 10 वर्ष अगाडि, अब 10-12 वर्ष अगाडि स्टार्ट हुँदाखेरि पनि आई डोन्ट थिङ्क त्यस्तो प्रिभलेन्टली, अथवा हामी त अब सेन्ट्रल इन्स्टिट्युटमा ट्रेनिङ लिइरहेको थियौँ होइन, वी वर बिङ ट्रेन्ड इन सेन्ट्रल इन्स्टिट्युट, वान अफ द लाइक टप इन्स्टिट्युट इन नेपाल। तर स्टिल हामी 10 वर्ष अगाडि भनेको मतलब 2014 अराउन्ड, त्यो बेला पनि हियरिङ स्क्रिनिङ भन्ने कुरा एज सच लाइक वी वर नट बिङ ट्रेन्ड इन द्याट होइन। अब यसमा आई डोन्ट लाइक अब कतिको चेन्ज भएको छ अहिले, अब वी आर नट देयर। म एउटा कुरा एड गरिहालेँ है त, के अरे वाइ इच एन्ड एभ्री चाइल्ड सुड बी स्क्रिन भन्ने कुरा चाहिँ जेनेटिक कुरा पनि हो कि, जस्तै जेनेटिक फ्याक्टर्सहरू होइन, कुनै सिन्ड्रोमिक नन सिन्ड्रोमिक केसेसहरू त्यो त थाहा हुँदैन नि त अन्टिल एन्ड अनलेस हामी डिटेल जेनेटिक टेस्टिङ नगरेसम्म त के भइरहेछ भन्ने कुरा त वी डोन्ट नो होइन। त्यो के भन्छ अरे इन्भाइरोमेन्टल फ्याक्टर मात्र नभएर होइन जेनेटिक फ्याक्टरले गर्दा पनि पर्मानेन्ट हियरिङ लस हुने कारणले चाहिँ इच एन्ड एभ्री चाइल्ड स्क्रिन हुनुपर्छ भन्ने कुरा हो होइन। अब विराजले भने जस्तै अब नेपालमा के छ भन्ने कुरा चाहिँ आई थिङ्क 2017तिर हो क्या अरे होइन, धुलीखेल हस्पिटलबाट हियरिङ स्क्रिनिङ गर्नुपर्छ भनेर स्टार्ट गरेका थिए। अनि त्यसको सँगसँगै आई थिङ्क तुरुन्तै TU टिचिङ हस्पिटलमा पनि जन्मेको जे होस् 24 घन्टाभित्र इच एन्ड एभ्री चाइल्ड स्क्रिन हुनुपर्छ। अब कसरी स्क्रिन गर्ने चाहिँ अटोकुस्टिक इमिसन्स भन्ने टेस्ट छ एउटा, अर्को चाहिँ अडिटरी ब्रेन स्टिम रेस्पोन्स, अटोमेटेड अडिटरी ब्रेन स्टिम रेस्पोन्स भनौँ न। त्यो दुईवटा टेस्ट चाहिँ वाइडली नै युज भएको छ, संसारभरि नै ती दुईवटा टेस्ट युज भएको छ। अब
दुइटै गरेको राम्रो। किनभने जोस अटोअकुस्टिक इमिसन्सले चाहिँ अघि हामीले सुरुमा कुरा गरे चाहिँ भित्री कानको आउटर हेयर सेल्समा ड्यामेज छ भने डिटेक्ट गर्छ। अफकोर्स अब मिडल इयर अब कानको मध्य कानमा त्यो पानी जमेको त्यस्तो अरू केही डिसअर्डरहरू छ भने पनि रिजल्टलाई एफेक्ट गर्छ। तर नर्भमा ड्यामेज छ, नसामा समस्या छ भने चाहिँ ओएई टेस्टले चाहिँ डिटेक्ट गर्न सक्दैन होइन। अनि त्यसको कारणले चाहिँ एबिआर गर्नुपर्छ। एबिआर गरेपछि चाहिँ नसामा समस्या छ भने देखिन्छ भनेर दुइटै गर्नुपर्छ भनेर चाहिँ अमेरिकन स्पिच ल्याङ्ग्वेज हियरिङ फाउन्डेसन जेसिआइएसले पनि रिकमेन्ड गरेको। तर नेपालमा चाहिँ आई थिङ्क टिचिङमा चाहिँ सुरुमा ओएई गर्छ, अनि फेल भयो भने चाहिँ आई थिङ्क 6 हप्ताभित्रमा फेरि बोलाउँछ, अनि रिस्क्रिन गर्छ ओएईमा। फेरि फेल भयो भने चाहिँ एबिआरमा जान्छ क्यारे होइन। अनि त्यसपछि नि फेल भयो भने डिटेल असेसमेन्ट गर्नको लागि रिफर गर्छ। अनि उता धुलीखेलमा चाहिँ फेरि एबिआरबाट स्टार्ट गर्छ, फेल भयो भने फेरि बोलाउँछ, अनि फेरि रिएबिआर गर्छ, भएन भने फेरि रिफर गर्छ। आई थिङ्क सो भेरिएसन छ, तर दुइटै गरेको चाहिँ बेस्ट भन्छु म चाहिँ एज अ अडियोलोजिस्ट। दुईटा फरक फरक अस्पतालमा फरक तरिकाले गर्नु चाहिँ गरिरहेछन्। तर एज अ प्यारेन्ट होइन, कोही प्यारेन्टले चाहिँ आफ्नो बच्चाको बारेमा सोचिरहेको छ भने उसले चाहिँ यस बारेमा केही चिन्ता गर्नु परेन कसरी गरिरहेछ भनेर, के छ? अगेन अब हियरिङ स्क्रिनिङको चाहिँ किन गर्ने त? हियरिङ स्क्रिनिङले कतिसम्मको हियरिङ लस डिटेक्ट गर्न सक्छ त होइन? जस्तै माइल्ड हियरिङ लसलाई स्क्रिनिङ टेस्टले डिटेक्ट गर्न सक्दैन, डेफिनेटली सक्दैन। सबै फ्रिक्वेन्सिजहरू अब जस्तै हाई फ्रिक्वेन्सिज लस छ होइन, त्यो पनि हियरिङ जस स्क्रिनरले त्यो असेस गर्न सक्दैन। त्यही भएर हियरिङ स्क्रिनिङ पास हुने बित्तिकै ओहो मेरो बच्चाको कान सबै ठिक छ भन्ने त होइन नि त होइन। स्टिल पछि अब जस्तै बच्चासँग खेल्दै जाँदाखेरि बोल्दै जाँदाखेरि स्पिच ल्याङ्ग्वेज हियरिङ कन्सर्न भयो, बच्चाले सुनेन जस्तो लाग्यो भने चाहिँ अफकोर्स डिटेल डायग्नोस्टिक असेसमेन्टको लागि आउनुपर्छ होइन। तर स्क्रिनिङको पिरियडमा चाहिँ अब नेपालको कन्टेक्स्टमा कुरा गर्दाखेरि चाहिँ अब विदेशतिर डेभलप कन्ट्रिजमा त अब स्ट्यान्डर्ड प्रोटोकल छ, त्यही नै युज गर्छन् होइन। अब नेपालमा हेर्दाखेरि चाहिँ जस्तै अब अटोअकुस्टिक इमिसन्स युज गर्यो भने चाहिँ अब के कारणले फेल हुनसक्छ त? अब त्यसमा फेल भयो रिफर भयो भनेमा चाहिँ अब त्यो भन्नुको कारण चाहिँ अब कान सुनैमै प्रब्लम नै छ भन्नेमा पनि त होइन नि त। जस्तै अब बच्चा जन्मिँदाखेरि त्यो कानमा पानी जमेको हुनसक्छ, भर्मिक्स फ्लुइड भन्छ होइन। कसरी अब त्यो टेक्निसियनले कानमा प्रोब कसरी राख्यो, इन्भाइरोमेन्ट कस्तो थियो, त्यो टेस्टिङ इन्भाइरोमेन्ट कस्तो थियो, हो त्यो सबै कारणले गर्दाखेरि पनि रिफर आउन सक्छ क्या। त्यही भएर अब त्यो असेसमेन्ट गर्ने स्क्रिनिङ गर्ने बित्तिकै अब हो रिफर आयो भनेर आत्तिहाल्नु पनि पर्दैन। अब पास भयो भनेर अब एउटा सेफ साइड त भयो, तर स्टिल भनौँ न फ्युचरमा केही कन्सर्न भयो भने चाहिँ डिटेल डायग्नोस्टिक टेस्टको लागि जानुपर्छ। again adding to this point, like पास भयो भन्दैमा अब पेरेन्ट एज अ पेरेन्ट लाइक खुसी नहुनु भइहाल्नु जरुरी छैन भन्ने कारण चाहिँ किन भन्दाखेरि वी अगेन वुड ह्याभ पोस्ट नेटल कम्प्लिकेसन्स होइन। त्यो कुरा अब अघि हामीले कुरा गरेनौँ, अघि हामीले पेरिनेटल मतलब बच्चा गर्भमा हुँदा अथवा जन्मिने क्रममा हुने कम्प्लिकेसन्सको मात्रै कुरा गऱ्यौँ। पोस्ट नेटल कम्प्लिकेसन्सहरू हुनसक्छ, जस्तो कि ब्लास्ट इन्जुरीहरू हुनसक्छ, बच्चालाई ट्रमाटिक हेड इन्जुरी हुनसक्छ, अथवा कानमा केही प्रब्लम हुनसक्छ एयर इन्फेक्सन होइन, एयर इन्फेक्सन्स हुनसक्छ। त्यो पछि कम्प्लिकेट हुँदै जाँदाखेरि कानको हड्डीहरूमा समस्या हुनसक्छ, भित्री कानमा केही समस्या हुनसक्छ। त्यो कुराहरूलाई त्यो त्यो जन्मेको एक महिना 3 महिना 6 महिनाको टेस्टले डिटेक्ट गर्ला नगर्ला भन्न सकिन्न। त्यो भएर चाहिँ रुटिन मोनिटर चाहिँ अथवा रुटिन एसेसमेन्ट गर्न चाहिँ जरुरी हुन्छ जस्तो लाग्छ मलाई। चाइल्डहुड पिरियड आई थिङ्क आशा अमेरिकन फाउन्डेसनले पनि अब 123 रुल त भयो नै होइन, त्यसपछि पनि पिरियोडिक मोनिटरिङ चाहिँ नेसेसरी छ। स्कुल जान थालेपछि अब भनौँ न इभन हाई स्कुल एडल्टहुडसम्म चाहिँ रेगुलर मोनिटरिङ चाहिँ नेसेसरी छ।
अब इभन या गो हेड अघि तिमीले मतलब विराजले भने जस्तै अब पोस्ट नेटल कम्प्लिकेसन सँगसँगै एक्वायर्ड जेनेटिक डिसअर्डरहरू पनि एक्ज्याक्टली हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ पर्मानेन्ट सेन्सरी न्युरल हियरिङ लस भनेको भित्री कानको समस्या, अरू मध्य कानको समस्या होइन, अरू न्युरल समस्याहरू भनौँ न, जता पनि एफेक्ट गरेको हुनसक्छ। सो कन्सर्न भयो, अब बिहेभियरमा चेन्जेसहरू आयो, बच्चाको अब भनौँ न स्पिच ल्याङ्ग्वेज डेभलपमेन्टमा कन्सर्न आयो भने चाहिँ इट्स भेरी मच नेसेसरी टु भिजिट अडियोलोजिस्ट भन्छु होइन। अब अघि प्रतीक दाईले निकालेको क्वेसन विच टेस्ट इज बेस्ट भन्ने चाहिँ अब रिसर्चले चाहिँ दुइटै टेस्टको आई थिङ्क अराउन्ड 80 to 95% सेन्सिटिभिटी र स्पेसिफिसिटी देखाएको छ होइन। अब कस्तो भन्दा अब ओइ गर्यो त्यतिलेमा मात्र अब भर पर्यो भनौँ न, हो भने चाहिँ अब नसामा समस्या छ भने त्यो डिटेक्ट भएन। फर इक्जाम्पल निकुमा एनआइसियुमा राखेको बेबिजहरूमा जहाँ चाहिँ अडिटरी न्युरोप्याथी भन्छ, त्यो भनेको चाहिँ नसाको समस्या, त्यो चाहिँ धेरै प्रिभिलेन्ट छ। सो त्यो एनआइसियुमा राखेको बेबिजलाई चाहिँ एबिआर गरेको ठिक भन्छु म चाहिँ। अब त्यो दुइटै गरेको ठिक, तर एउटा चुज गर्नु पर्यो भने चाहिँ एबिआर जानु पर्यो है। अब जस्तै अब एबिआर फेरि अब भित्री कानमा समस्या छ, मध्य कानमा माइनर समस्या छ भने त्यो प्रति फेरि सेन्सिटिभ छैन। सो इच एन्ड एभ्री टेस्टको एडभान्टेज एन्ड डिसएडभान्टेज छ होइन, त्यही भएर दुइटै गरेको बेस्ट। एउटा चुज गर्नु पर्यो भने चाहिँ डिपेन्डिङ अन सिचुएसन गर्ने, अनि प्लस अब रिफर आयो भने त अब पास भयो भने त इट्स गुड, अनि प्लस पिरियोडिक मोनिटरिङ चाहियो। रिफर भयो भने चाहिँ अब रिस्क्रिनिङ गरेर डायग्नोस्टिक टेस्टतिर जाने भन्छु। आई थिङ्क द्याट्स हाउ इट सुड बी। अब अहिले भर्खर हामीले भनेको कुरालाई यसो समराइज गर्दाखेरि यो जुन स्क्रिनिङको कुरा गऱ्यौँ हामीले न्युबोर्न हियरिङ स्क्रिनिङ, यसलाई छोटोमा समराइज गर्नुपर्दा वाट इज इट होइन, यसले हामीले खासमा के गरिरहेको, किनकि पेरेन्ट्सलाई एउटा कन्सर्न के हुनसक्छ भने ए ओके भनेपछि पास आउँदा पनि म खुसी नहुने, फेल आउँदा पनि म दुःखी नहुने, त्यसमा गरेको के म गर्ने किन भन्ने एउटा कन्सर्न हुनसक्छ। त यसले हामीले हेरिरहेको भनेको बच्चा जन्मिँदाखेरि उसको जेनेटिक कारणले हुनसक्छ, उसले त्यहाँभित्रको कुनै इन्जुरीले गर्दा हुनसक्छ, कुनै औषधिको कारणले हुनसक्छ, एनआइसीमा राखेको छ भने त्यो त्यहाँ हुन सक्ने कुनै औषधिको कारणले, अथवा अरू जेसुकै विविध कारणले नोइजले हुनसक्छ कि उसलाई कुनै समस्या भयो उसको सुनाइमा भन्ने कुरा चाहिँ उपलब्ध उपकरणहरू, सुनाइ सम्बन्धी जाँच गर्ने उपकरणहरूले लाउने हामीले त्यो उद्देश्यले गर्ने जाँच। यसरी एकदम साधारण भाषामा यो भन्दासम्म कतिको ठिक छ कि छैन, कि यसलाई तपाईँहरू के थपघट गर्न त्यो त्यो सँगसँगै हामीले चाहिँ भविष्यमा हुन सक्ने समस्याको रोकथाम पहिले नै गर्न खोजिरहेछौँ भनौँ न। न्युबोर्न हियरिङ स्क्रिनिङको इनकेस अब छैन भने त भएन भने त एकदमै राम्रो होइन, त्यो सबैले चाहने त्यही कुरा हो, हामी अब एज अ प्रोफेसनल चाहने पनि त्यही हो। तर इनकेस भविष्यमा हुन सक्ने समस्याहरूको लागि चाहिँ हामीले पहिलेदेखि नै त्यो कुराहरू चाहिँ प्लान गर्न खोजिरहेको, त्यसको लागि चाहिँ एउटा फर्स्ट स्टेप भनौँ न, हियरिङ स्क्रिनिङ चाहिँ इज अ फर्स्ट स्टेप होइन त। त्यो भविष्यमा हुन सक्ने समस्याको समाधानको पहिलो खुड्किलो चाहिँ हियरिङ स्क्रिनिङ हो भन्न चाहन्छु मैले। स्क्रिनिङ हो, अब स्क्रिनिङ गर्नु ठिक हो, किनभने मोडरेट टु सिभियर हियरिङ लसको कन्सिक्वेन्सेस एकदमै सिभियर नै हुन्छ स्पिच ल्याङ्ग्वेज डेभलपमेन्टमा होइन। त्यही भएर त्यो अर्ली आइडेन्टिफाई गरेर अर्ली इन्टरभेन्सनमा जाम भन्ने उद्देश्यले, जस्तै अब कानको जस्तै मध्य कानको समस्या छ भने सर्जिकल ट्रिटमेन्ट भयो, मेडिकल ट्रिटमेन्ट भयो होइन। अब भित्री कानको समस्या छ भने चाहिँ अब एम्प्लिफिकेसन डिभाइसेसहरू भयो होइन, कानमा लाउने मेसिन भयो, कक्लियर इम्प्लान्ट भयो होइन, डिपेन्डिङ अन बच्चाको के निड हुन्छ त्यो चाहिँ छिटो गरौँ भन्ने उद्देश्यले चाहिँ स्क्रिनिङ गरेको हो। तर कस्तो भन्दा स्क्रिनिङ सबै कुरा होइन, स्क्रिनिङ भनेको जस्ट पास र रिफरको लागि मात्र हो होइन। स्टिल माइल्ड प्रब्लमहरू, मिनिमल प्रब्लमहरू अनि र अरू त्यो स्क्रिनिङ टेस्टले डिटेक्ट गर्न नसक्ने समस्याहरू स्टिल भएको हुनसक्छ होइन। त्यही भएर ओभरअल जे होस् त्यो विषयमा चाहिँ अलिकति चनाखो हुनुपर्छ भनौँ न। त्यही कुरा हो। अब यो सबै हामीले अहिले भनेको चिजहरू के हो भने स्ट्यान्डर्ड कुराहरू, आइडियल कुराहरू भयो होइन। अब नेपालमा के छ,
एकचोटि फर्केर आउँ फेरि होइन। नेपालमा अघि जुन हामीले के भनिरहेको थियौँ आइएममा र धुलीखेलको कुरा गऱ्यौँ होइन। उम्, अनि विराजले पनि त्यसमा जोडिरहेको थियो 10 years ब्याक हामी जब वेयर आयौँ होइन 9-10 years ब्याक त्यतिखेर देयर वाज नथिङ अबाउट न्युबेनीहरूको स्क्रिनिङ त्यहाँ इन्स्ट्रुमेन्टहरू पनि थिएन त्यो सिस्टम पनि ठाउँमा थिएन। तर अहिले म केही वर्ष अगाडि आयोमा जाँदाखेरि चाहिँ मैले देखेँ त्यहाँ रहेछ होइन। some I don't really know factually it may be incorrect Austrian grant agency or medal कसैले सेटअप गरेर त्यही अडियोलोजिस्टहरू पनि हायर गरेर राखेको रहेछ। धुलीखेलको बारेमा चाहिँ मलाई एक्ज्याक्टली थाहा थिएन फ्याक्ट्सहरू थाहा छैन अहिले याद पनि छैन। I think So तर यसरी रविन्द्र सर उम्, आई थिङ्क रविन्द्र सरको कोअर्डिनेसनमा भनौँ न स्टार्ट भएको 2000 सबसे पहिला नै धुलीखेल हस्पिटलमा हो टिचिङमा चाहिँ आई थिङ्क 1920 हो क्यारे होइन। अनि भर्खरै 2025 चाहिँ नेपाल मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनले चाहिँ नियम कानुन रुल्स बनाएको छ इच एन्ड एभ्री चाइल्ड निड्स टु बी स्क्रिन्ड भनेर होइन। अब कतिको इम्प्लिकेसन भएको छ हाम्रो नेपालमा के समस्या छ हाम्रो एडिक्वेट मेन पावर छ कि छैन हामीसँग स्क्रिनिङ गर्ने डिभाइसहरू छ कि छैन होइन। त्यो चाहिँ अब मलाई अहिले रिसेन्टको अपडेट थाहा छैन। मेबी मैले गेस गर्नु पर्यो भने मेबी छैन होला लिमिटेड हस्पिटलमा मात्र भइरहेछ होला भन्ने अज्युम गर्छु होइन। तर जे होस् रुल इम्पोर्टेन्स थाहा भएर नियम कानुन बनेको पनि इट्स अ गुड स्टेप भन्छु जे होस्। त्यही 2025को डिसेम्बर हो जस्तो लाग्छ के 2081 चाहिँ हो होइन। 81 सालमा त्यस्तै कहिले हो 25 जनवरी हो मैले लेखेर राखेको थिएँ 25 जनवरीमा 2081 सालमा स्वास्थ्य मन्त्रालयले ल्याएको थियो पोलिसी देशभरिकै सार्वजनिक सरकारी स्वास्थ्य संस्थाहरूमा न्युबोर्न स्क्रिनिङ गर्नुपर्ने अनिवार्य भनेर नीतिले ल्यायो सकारात्मक लडेको। तर इम्प्लिमेन्टेसनको लागि हामीसँग इन्फ्रास्ट्रक्चर छैन होइन। केही महिना अगाडि परिवारमै अब मेरै भतिजोको जन्म हुँदाखेरि त्यहाँनिर अब न्युबोर्न स्क्रिनिङ गर्नलाई उ थिएन होइन। त्यहाँ इन्स्ट्रुमेन्टहरू केही थिएन। तर केही प्राइभेट अस्पतालहरूले पनि राखेका चाहिँ रहेछन्। जस्तै काठमाडौँमा पनि 1-2 वटा प्राइभेट हस्पिटलहरूले गरेका छन् भ्याली बाहिर पनि गरेका छन् केही ठाउँमा। सो कमिङ टु द रियालिटी अफ द कन्ट्री वी डोन्ट ह्याभ एनफ रिसोर्सेस मोस्ट लाइकली ह्युमन रिसोर्सेस पनि अडियोलोजिस्टहरूको कमी छ। यस्तो बेलामा के गर्ने 1 by 1 जाउँ हामी। न्युबोर्न स्क्रिनिङको लागि चाहिने इन्स्ट्रुमेन्टहरू अघि भर्खर कुरा गरेको एबिआर ओई भन्यौँ होइन। यो नहुँदा के गर्ने अनि कसरी गर्ने त किनकि प्यारेन्ट्सहरूले त यत्रो कुरा सुनेपछि त्यसमा गरौँ न त जाउँ न त कहाँ जाउँ भन्नुहुन्छ। अनि 24 घन्टाभित्रमै गर्नुपर्छ भनेर पनि भन्यो होइन। जति सक्दो चाँडो टिचिङमा त 24 घन्टामै गर्छन् रे। त्यसो भए अब यदि कोही बाहिर छन् भने के 24 घन्टैमा गर्नुपर्ने हो 136 को पनि कुरा गरियो 24 घन्टामा गर्न सकिन भने के गर्ने एन्ड सो अन क्यारियर। गुड क्वेसन होइन। यो चाहिँ अब कस्तो भन्दा अब स्क्रिनिङ गर्नको लागि बच्चा हो अब अरू बिहेभियरल रेस्पोन्स दिन सक्दैन होइन। अब त्यो आई थिङ्क क्रिबोग्राम जोस् अडिटरी रेस्पोन्स क्रेडल भन्ने बिहेभियरल अप्रोच पनि छन्। तर त्यो चाहिँ अझै एबिआर एएबिआर ओएई जस्तो सेन्सिटिभ छैन होइन। अब 24 घन्टामा जे होस् भएको राम्रो। अब 1 महिनासम्म चाहिँ स्क्रिन भइसक्नु पर्ने भन्ने छ नि त होइन। त्यो अब अल्टरनेटिभ अप्सनै छैन कि अब भनौँ न फिजियोलोजिकल मेथड हो त्यसमा ओए र एएबिआर हो। अब त्यो नै एकदम त्यो नै बियर मिनिमम हो भन्छु म चाहिँ भनौँ न। अब त्योभन्दा अब अरू एडभान्स्ड अप्सनतिर गयो भने छ त्यहाँभन्दा अझै कम चाहिँ छैन। अब बच्चालाई बिहेभियरल रेस्पोन्सहरू अब जस्तै अब 6 महिनापछि गएपछि चाहिँ अब भिआरए भयो होइन भिजुअल रेस्पोन्स रिन्फोर्समेन्ट अडियोमेट्री हामीले पढ्नु भयो होला नि के अरे कन्डिसन प्ले अडियोमेट्री 6 महिनादेखि 2 वर्षसम्मको लागि 6 महिना कटेपछि चाहिँ बिहेभियरल अप्रोचहरू युज गर्न सकिन्छ। आई थिङ्क टिचिङ हस्पिटलमा छ भिआरए बिओए भन्ने कुरा होइन। अनि प्लस अब
अलिकति पेरेन्ट्सले अब बच्चाको बिहेभियर हेरेर इस्टिमेट लाउन, जस्तै अब बच्चाले ठुलो आवाज सुन्दाखेरि कस्तो रेस्पोन्स दिन्छ होइन, आई ब्लिङ्कहरूदेखि लिएर होइन, अब आमा बोलेकोतिर यसो फर्केर अब जस्तै 3-4 महिना भएपछि हेड टर्न गर्ने कुराहरू भयो होइन, आई ब्लिङ्कको कुराहरू भयो, साउन्ड लोकलाइज गर्ने कुराहरू भयो, त्यस्तो बिहेभियरल साइन हेरेर हामीले गेस लाउन चाहिँ सकिन्छ। तर त्यो गेस मात्र गरेर त भएन नि त होइन, कतिको रिलायबली हामीले इस्टिमेट गर्न सकिन्छ भन्ने कुरा हो होइन। त्यसको लागि चाहिँ आई थिङ्क स्क्रिनिङको लागि एएबिआर र ओएई बाहेक चाहिँ अरू मेथड चाहिँ 1 महिना अगाडि स्क्रिन गर्नको लागि चाहिँ गाह्रै छ। अरू मिनिमम अरू भनेर चाहिँ हामीसँग त्यो हुनु पर्यो। त्यही नै हो, मलाई थाहा भयो मलाई थाहा भयो होइन त्यो, त्यही भएर नै इन्टरनेसनल स्ट्यान्डर्ड नै त्यही छ नि त होइन। अब त्यही भएर हामीलाई डिभाइस चाहिँ चाहिन्छ नै। अब जस्तो अब नेपाल जस्तो भनौँ न डेभलपिङ कन्ट्रिजमा अब दुइटै नभए पनि होइन, अब एउटा भयो भने पनि अब त्यसलाई नै कसरी बेटर वेमा युज गर्ने, कसरी फलोअप गरेर रिस्क्रिनिङ गरेर अनि प्रपर रेफरल गर्ने होइन डायग्नोस्टिक टेस्टको लागि भन्ने। अब त्यहाँभन्दा अब त्यहाँभन्दा कमको चाहिँ छैन अर्ली स्क्रिनिङको लागि चाहिँ। यसमा चाहिँ हामीले इन्सपिरेसन चाहिँ अरू अरूबाट पनि लिन सकिन्छ जस्तो लाग्छ कि थोरै अब त्यसको अर्थ अब इन्स्ट्रुमेन्टै म किन्दिनँ, इन्स्ट्रुमेन्टै म कुनै हस्पिटलमा पठाउन सक्दिनँ भनेर सायद योले राज्यले सरकारले पनि भन्न चाहिँ मिल्दैन होला होइन। किनकि सबै हियरिङ स्क्रिनिङ गर्दिन र बच्चाहरूको स्वास्थ्यमा चाहिँ लगानी नै गर्दिन भन्न पनि मिल्दैन होला। एउटा कुरा त होइन, स्वास्थ्य त सरकारकै दायित्व पनि हो, सरकारी अस्पतालमा नीति नै बनाइसक्यो सरकारले, त्यो त 2081कै नीति हो नि त। अनि वन हेयरिङ स्क्रिनिङ एभ्रिवेयर भनेपछि त सबै अस्पतालमा त मिनिमम यो त चाहियो। एटलिस्ट प्रत्येक सरकारी अस्पतालहरू एभ्री अल्टरनेट हस्पिटलमा एउटामा एबिआर एबिआर अर्कोमा ओए, एउटामा एबिआर अर्कोमा ओए त राख्नु पर्यो नि त। यदि दुइटै हरेकमा राख्न नसक्ने हो भने एभ्री अल्टरनेट हस्पिटल्स यो चाहिँ आई थिङ्क द्याट कुड बी वान वे। यदि अहिले नसक्ने हो भने त्यसरी इन्स्टल गर्नु पर्यो अहिले नभएको बेलामा। अब त्यो अब प्रत्येकमा नसके पनि एटलिस्ट प्रादेशिक अस्पतालमा मिनिमम एटलिस्ट सुरुवात त कतै न कतैबाट गर्नु पर्यो। त्यहाँबाट सुरु गर्न सकियो होइन। अब यस्तो फेरि प्रत्येक हस्पिटलमा नभएपछि अब एउटा हस्पिटलमा जन्मिएको बच्चा जस्ट हियरिङ स्क्रिनिङ गर्नको लागि भनेर अब त्यो फेरि अर्को कहाँको हस्पिटलमा त जाँदैन नि त होइन होइन। त जाँदैन, तर अब केही नहुनु भन्दा एटलिस्ट द्याट वुड अल्सो मेक समथिङ आई डिफरेन्ट भन्ने थिङ्क मेन कुरा चाहिँ आई थिङ्क यो हियरिङ लसकोमा चाहिँ अवेरनेस क्रिएट गर्नको लागि चाहिँ एकदमै जरुरत छ होइन। अब इच एन्ड एभ्री फ्यामिली पेरेन्ट्स चाहिँ हियरिङ लस भनेको के हो, कतिको प्रेभलेन्ट छ, यसको कन्सिक्वेन्सेस के हुन्छ। नेपालमा चाहिँ त्यो पनि छैन क्या खासमा होइन। बच्चा मान्छेले अब हियरिङलाई एकदम टेकन फर ग्रान्टेड लिने छ नि त। मान्छे किनभने बोलेन भने यति साह्रो बोलेन भने बल्ल त्यस पछाडि बोलेन अब कान सुन्दैन होला भन्ने कुरा आउँछ मान्छेले त्यस पछाडि नसुनेर बल्ल के बोल्दैन भन्ने कन्सेप्ट पनि छैन के त्यो अलि छैन, अलि छैन त्यो चाहिँ, धेरै नै छैन अलि भन्दा नि। अनि सर्क्लिङ ब्याक टु अघि कुरा एकैछिन होइन, जस्तो मैले अरूबाट इन्सपिरेसन लिन सकिन्छ भने जस्तो आजभोलि अल्ट्रासोनोग्राफी गर्नको लागि पनि गाउँ गाउँमा दुर्गम गाउँहरूमा पनि है फेरि अलि के भन्छ हेल्थ वर्कर्सहरूलाई त्यही सम्बन्धी ट्रेनिङ दिएर रेडियोलोजिस्ट पनि आवश्यक होइन सबैतिर। जस गइरहेको हुँदैन भनौँ न, रेडियोलोजी हाइली ट्रेन्ड पर्सन्स होइन, यिनीहरू त डाक्टरहरू जसले एकदम हाइली ट्रेन्ड भएर गएको हुन्छ उहाँहरू त सबैतिर जाँदैनन् नि त होइन, उनीहरू गइरहेको हुँदैनन्। तर त्यहाँ हेरेर हेल्थ वर्कर्सहरूलाई नै कसरी यो चलाउने भनेर ट्रेनिङ दिएर गइरहेको हुन्छन्। एज मैले चाहिँ हो 2 दिन अगाडि एकजना डाक्टर साहबलाई सोधेको थिएँ, उहाँले भन्नुभयो अनुसार यस्तो पनि भइरहेछ होइन। सो द सेम कुड बी अप्लाइड नि त। त्यो स्क्रिनिङको लागि त अब अडियोलोजिस्ट नै चाहिन्छ भन्ने त छैन होइन। आई थिङ्क नर्सहरूले टेक्निसियनहरूले नै गरिरहेछन् होइन। त्यही भएर त अब त्यो स्क्रिनर डिभाइस इजिली त्यो भनौँ न युज गर्न मिल्ने पास रेफरको क्राइटेरियाहरू युज गरेर होइन त्यो बनाइदिएको छ। अनि अब मतलब रेफर आयो भने चाहिँ अब डिटेल इभ्यालुएसनको लागि अफकोर्स
रेफरल चाहिन्छ अडियोलोजिस्टको लागि होइन, तर जस्ट स्क्रिनिङ डिभाइस युज गर्नको लागि चाहिँ अडियोलोजिस्ट नै चाहिन्छ चाहिँ भन्दिनँ म। जे होस् जुन हेल्थ रिलेटेड फिल्डको टेक्निसियन नर्स डक्टर जसले पनि त्यो डिभाइसहरू युज गरेर स्क्रिन गर्न सकिन्छ। होइन यो नेपालमै भइसकेकै प्र्याक्टिस हो मात्रै मैले एड गर्न खोजेको। इट्स नट समथिङ इन्टायरली न्यू कि अरू टेक्निसियनले अरू हेल्थ वर्करले चाहिँ यो कुनै इन्स्ट्रुमेन्ट युज गर्ने आफ्टर बिङ ट्रेन्ड। इट्स नट समथिङ इन्टायरली न्यू द्याट वी आर टकिङ अबाउट। यो चाहिँ अरू एडजसेन्ट फिल्डमा पनि And भइसकेको भइरहेकै कुरा हो। I remember, I recall I think MS thesis, अब नाम नभनौँ उहाँको होइन, तर उहाँले गर्नुभएको थियो जस्तो कि हाई रिस्क बेबिजहरूमा इभन लाइक वी हेल्प when I was in my internship. He was one of the MS student resident doctor back in teaching hospital. अनि उहाँले नै गर्नुभएको थियो एनआइसियुको हाई रिस्क बच्चाहरूको लागि चाहिँ एबिआरको मतलब इफिकेसी समथिङ लाइक सेन्सिटिभिटी टाइपको समथिङ के गर्नुभएको थियो। आई डोन्ट एक्ज्याक्टली रिकल द्याट होइन, तर ठ्याक्कै एबिआर गरेर अनि तर उहाँले चाहिँ ठ्याक्कै स्पेसिफिक हाई रिस्क एनआइसियुको बच्चाहरू मात्रै हेर्नुभएको थियो। अनि मलाई ठ्याक्कै थाहा छ क्या, मतलब उहाँले पनि गर्नुभएको थियो भने चाहिँ डेफिनेटली हियरिङमा पनि भएको छ, त्यसलाई अलिकति ब्रोडर रूपमा लाने मात्रै हो आई कुराहरू। थिङ्क अहिले नेपालमा टिचिङ हस्पिटल र धुलीखेलमा पनि अडियोलोजिस्टले गर्नुभएको छ जस्तो लाग्दैन मलाई। आई थिङ्क नर्सले नै गर्नुभएको छ होला। अनि आइएममा म पुग्दाखेरि पनि नर्सले नै गर्दै हुनुहुन्थ्यो एक्चुली। जस्ट व्हेन आई ह्याड एन अपर्च्युनिटी टु भिजिट देम होइन, त्यहाँ नर्सले नै गर्नुहुन्थ्यो। त्यो चाहिँ बिएसएलपीको स्टुडेन्टहरू पनि असिस्ट गरिरहेको थिएँ र नर्सले पनि गर्दै हुनुहुन्थ्यो। त्यो चाहिँ हो। अनि अर्को एउटा मोडल चाहिँ साउथ अफ्रिका र घानाको मोडल छ। त्यो अहिले रिसेन्टली लुकिङ एट द्याट होइन, त्यहाँ चाहिँ वी क्यान त्यसलाई अझै रिच बनाउन सकिन्छ नेपालको कन्टेक्समा। घानामा के भएको थियो, एउटा मोडल के थियो भने अडियोलोजिस्टहरू त्यहाँको त्यो डेटा त मलाई आइएम नट अवेर अफ द्याट कतिजना अडियोलोजिस्ट छन् त्यहाँनिर भनेर होइन। दुईटा हस्पिटल्स देशको दुईटा कुनामा पूर्व पश्चिम, एउटामा ओइराखेको छ अनि अर्को हस्पिटलमा अडियोलोजी बसेको छ। त्यहाँनिर भर्खर ट्रेनिङमा हुँदै गरेको एकजना अन्डर ग्राड स्टुडेन्ट छ जसले असिस्ट के अरे जसले चाहिँ गरिरहेछ उयो राखिरहेछ द पर्सन डज नो इन्टरप्रिटेसन अरू के गर्ने भनेर, तर रिमोटली इट इज कनेक्टेड टु एन अडियोलोजिस्ट इन अनदर हस्पिटल। अनि त्यो स्क्रिनर मात्रै चाहिँ होइन, इट्स नट एन स्क्रिनर पास फेल गर्नलाई। र यताको अडियोलोजिस्टले चाहिँ द पर्सन इज इन्स्ट्रक्टिङ के गर्ने कसो गर्ने अनि वाट द रिजल्ट्स आर भनेर। सो अघि तिमीले भने जस्तै रिमोटली गर्न सक्ने चिजहरू चाहिँ ट्राई चाहिँ गरेका छन् अरू देशमा पनि होइन। घाना मैले किन युएस युरोपको उदाहरण नदिएको भन्दाखेरि इट इज अ कन्ट्री विथ लिमिटेड रिसोर्सेस लाइक आर्स, लिमिटेड ह्युमन रिसोर्सेस एन्ड लिमिटेड इन्फ्रास्ट्रक्चर। सो ट्राई गरिरहेछन्। हामी त अझ राम्रो पनि गर्न सकिन्छ होला, त्यसलाई रिच पनि बनाउन सकिन्छ। अनि साउथ अफ्रिका पनि सिमिलर कन्डिसन होइन, इट्स अल्सो डेभलपिङ कन्ट्री। अनि हेल्थ सेक्टरमा छ हामी धेरै कुराहरू हामी जस्तै पनि होला, पब्लिक हेल्थका साथीहरूलाई अझ बढी थाहा होला होइन। सो यसमा पनि लागू गर्न चाहिँ सकिन्छ। सो जस्ट एडिङ अन द्याट। हो, टेलिअडियोलोजी त अब डेभलप कन्ट्रिजमा त एकदमै धेरै छ। अब हजुरले जस्तै अब रिपोर्टहरू जस्ट टेक्निसियनले एडमिनिस्टर मात्र गर्ने, त्यसको इन्टरप्रिटेसनको लागि चाहिँ रिमोटली गर्ने कन्सेप्ट नट इभन इन जस्ट स्क्रिनिङमा मात्र होइन कि अरू डिटेल डायग्नोस्टिक असेसमेन्ट, रिहेबिलिटेसन, हियरिङ एड्स फिटिङ भनौँ न होइन, धेरै कुराहरूमा युज भइसकेको छ। अब डेभलपिङ कन्ट्रिजमा पनि अब नेपालमा त्यो गर्न सक्दो फ्युचर देख्छु मैले, गर्न सकिन्छ। त्यो गुड इक्जाम्पल हो घानाको इक्जाम्पल होइन। आई थिङ्क त्यसमा पनि हामी सोच्नुपर्छ फ्युचर। यदि गुड प्र्याक्टिस कुनै डेभलपिङ र अन्डर डेभलप कन्ट्रीमा राम्रो इक्जाम्पल भइरहेछ भने त्यसलाई हामीले सिक्ने चाहिँ त्यताबाट पनि होला, इन्सपिरेसन लिने चाहिँ जस्तो लाग्छ मलाई। हो, ठिक छ। अब त्यही हो, अब स्क्रिनिङ गर्ने होइन, अब स्क्रिनिङ फेल रिफर फेल भयो भने अब त्यसलाई कसरी इन्टरप्रेट गर्ने भन्ने चाहिँ अब त्यहाँ चाहिँ समस्या आउन सक्छ क्या, टेक्निसियन भर्सेस अडियोमा होइन। के कारणले रिफर आउन सक्छ, ओहो रिफर आयो मेरो बच्चाको कान खराबी रहेछ भन्ने होइन नि त होइन। अब कसरी त्यो
ओइ भनेको त यस्तो सेन्सिटिभ हुन्छ प्रो प्लेसमेन्टमा होइन, जस्ट अब जसरी राख्नुपर्ने हो त्यसरी राखिदिएन भने पनि रिफर आउन सक्छ कि। अब प्लस अब अरू कुराहरू भयो, मिडल इयरमा फ्लुडहरूको कुरा भयो होइन, त्यो छ भने पनि रिफर आउन सक्छ। बच्चा रोइदियो भने रिफर आउन सक्छ। त्यो टेस्टिङ इन्भाइरोमेन्ट नोइजी छ भने रिफर आउन सक्छ होइन। त्यो त्यो कुराहरूमा चाहिँ आई थिङ्क अलिकति केयरफुल हुनु, मतलब टेक्निसियनले गरे पनि आई थिङ्क प्रपर ट्रेनिङ चाहिँ नेसेसरी छ जस्तो लाग्छ मलाई। त्यही भएर कुनै पनि प्यारेन्ट्सले कतै हेरिङ स्क्रिन गराउँदै हुनुहुन्छ र त्यहाँ पास आएन होइन भनेदेखि यी कारणले गर्दा पनि धेरै हात्ती राख्नु चाहिँ परेन। देयरफोर 136 को कुराहरू त्यही भएर पनि हो होइन, फलोअपमा जानुपर्ने रियल कुरा। रियल हियरिङ लस पनि हुनसक्छ, अफकोर्स त्यो त धेरै नै छ होइन। तर कसो त भन्दा अब इन्टरप्रिटेसन चाहिँ राम्रोसँग हुनु पर्यो भन्ने कुरा हो। मोनिटर हुनु पर्यो, फलोअप हुनु पर्यो। त्यही भएर चाहिँ रिस्क्रिनिङको कुरा छ नि त, किन रिस्क्रिनिङ राखेको छ त होइन। अब त्यही हो कुराहरू। again to summarize, hearing screening is important होइन, किन भन्दाखेरि एकदम फेरि अर्ली आइडेन्टिफिकेसन अर्ली इन्टरभेन्सनको कुराको लागि आउँछ। इज वान अफ द फर्स्ट स्टेप टु रिहेबिलिटेट द चाइल्ड होइन, होइन बेटर स्पिच ल्याङ्ग्वेज कम्युनिकेसन ओभरअल डेभलपमेन्टको लागि। त्यही भएर हियरिङ स्क्रिनिङ सुड बी प्रायोरिटाइज इन कन्टेक्स्ट अफ नेपाल। अझै पनि स्ट्यान्डर्ड अब नेपाल सरकारले कानुनी रूपमा कागजमा मात्रै लेखेर भएन, त्यो कुरा अब इम्प्लिमेन्ट पनि गर्नु पर्यो होइन। अनि अब काठमाडौँ मात्रै सेन्ट्रलाइज्ड मात्रै छ कुराहरू, त्यसलाई डिसेन्ट्रलाइज हुनु पर्यो। अब वी आर लाइक पिपल आर गेटिङ ट्रेन्ड, अडियोलोजिस्टहरू उत्पादन भइरहेछन्, प्रोफेसनलहरू मार्केटमा जाँदैछन्, द्याट इज गुड फर नेप्लिज कन्टेक्स्ट। तर गएर अडियोलोजिस्टले प्योटन अडियोमेट्री मात्रै गरेर बस्ने हो कि त्योभन्दा फर्दर सर्भिसहरू पनि दिने, लाइक न्युबर्न हियरिङ स्क्रिनिङ, त्यो कुरातिर पनि हामीले अब एज एन अडियोलोजिस्ट एज अ प्रोफेसनल हामीले पनि त्यो कुरालाई चाहिँ अलिकति पुस गर्दै जानुपर्छ, सो द्याट नेपाल सरकारको जुन कानुन बनेको छ अथवा लाइक वाट एभर दे हेभ इस्टाब्लिस्ड इन अ पेपर क्यान बी इम्प्लिमेन्टेड इन अ ग्राउन्ड लेभल, विच इज भेरी मच इम्पोर्टेन्ट इन प्रेजेन्ट कन्टेक्स्ट लुकिङ एट इन्टरनेसनल स्ट्यान्डर्ड्स एन्ड इन्टरनेसनल प्र्याक्टिस होइन। अनि अब हो एकैचोटि त सबै कुराहरू लागू गर्न सकिँदैन नेपाली कन्टेक्स्टमा, स्टिल लाइक वी ल्याक लड अफ रिसोर्सेस। तर मेरो एज अ पर्सन लाइक मेरो सोचाइ भनेको चाहिँ 7वटा प्रदेश छ, वाइ नट स्टार्ट विथ प्रादेशिक अस्पताल एन्ड देन स्लोली ग्रेजुअली मान्छेहरू बढ्दै गएपछि, प्रोफेसनलहरू आएपछि, रिसोर्सेसहरू बढ्दै गएपछि, अब इभन लाइक टिचिङ हस्पिटलमा अब मेडल आएर उसले आफै सेटअप राखेको छ, डेफिनेटली दे क्यान इन्भेस्ट। किन भन्दाखेरि तिनीहरूको पनि अब उनीहरूको पनि गोल भनेको चाइल्डलाई रिहेबिलिटेट गर्ने हो, अर्ली आइडेन्टिफिकेसन गर्ने कुराहरू आउँछ होइन, कग्निटिभ इम्प्लान्टेसनको कुराहरू आउँछ। किन भन्दाखेरि वी हेभ लड अफ अप्सन्स वेन वी आर डायग्नोस्ड अर्ली। बच्चाहरूलाई रिहेबिलिटेट गर्नको लागि धेरै अप्सन्स छ होइन। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ तिनीहरूसँग कोलाबोरेट गर्न सक्छ नेपाल सरकारले होइन। जसरी टिचिङ हस्पिटलमा एउटा सानो मतलब टिचिङ हस्पिटलमा मात्रै फोकस्ड भएर काम गरिरहेको छ, अस्ट्रियन उसले प्रोजेक्टै ल्याएर गरिरहेछ भने वाइ नट नेपाल गभर्मेन्ट होइन टक विथ देम, नेपाल गभर्मेन्टले कुरा गरेर त्यो कुरालाई चाहिँ नेपालभरि त्यो प्रोजेक्टलाई फैलाउनलाई पनि आई थिङ्क द्याट क्यान बी लाइक अ गुड इनिसिएटिभ टु टेक अन होइन। अनि प्रादेशिक अस्पताल फोकस्ड भएर कामहरू गऱ्यो भने आई थिङ्क कुड बी अ गुड इनिसिएसन टु स्टार्ट न्युबर्न हियरिङ स्क्रिनिङ। अनि त्यस पछाडि चाहिँ अब फर्दर अब अरू कुराहरू त आइहाल्छ त्यस पछाडि होइन। कोलाबोरेसन नेसेसरी छ होइन। अब सरकार, हस्पिटल, हियरिङ एड कम्पनी, कक्लियर इम्प्लान्ट कम्पनी, यो सबै बिच चाहिँ कोलाबोरेसन भएर अगाडि बढ्यो भने चाहिँ आई थिङ्क इट्स पोसिबल। अनि फ्युचर पनि छ। अनि न्युबर्न स्क्रिनिङ मात्र होइन, स्कुल स्क्रिनिङ पनि इम्फासाइज गर्नुपर्छ होइन। इच एन्ड एभ्री ग्रेडमा बच्चामा अब कन्सर्न स्पिच ल्याङ्ग्वेज कग्नेसन को कुराहरूको कन्सर्न भयो होइन। जस्तै अब बच्चाले अब कान नसुने जस्तो गर्यो, अब त्यो भनौँ न त्यो कान थापेर सुन्यो, अगाडि अगाडि बस्नु पर्यो, अब कान चिलाउनेदेखि लिएर कान कराउनेदेखि लिएर नोइज एक्सपोज भयो। अनि त्यस्तो त्यस्तो कुराहरू रिस्क फ्याक्टर भए पनि नभए पनि इच एन्ड एभ्री इयर चाहिँ सुनाइको चाहिँ स्क्रिनिङ चाहिँ गरिराख्नुपर्छ भन्ने चाहिँ
कुराहरू चाहिँ अवेरनेस हुनु पर्यो जे होस् Mhm. स्कुलमा Yep. फ्यामिली सबैतिर त्यो अवेरनेसको कुरा गर्दा चाहिँ मलाई अलिकति आई डोन्ट वान्ट टु टिज योर ब्रेन होइन हाम्रोमा अवेरनेस फैलाउने कमन माध्यम भनेको चाहिँ जेनरली फेसबुकमा अहिले आजभोलि चाहिँ अलिक फेसबुक युज हुन थालेको छ सोसियल मिडियाहरू होइन फेसबुकमा अलिक गर्नु थालेको छन् तर एउटा सबभन्दा एकदम इम्प्याक्ट पार्न सक्ने जस्तो मलाई अहिले लागिरहेको यु गाइज टक होइन फिमेल कम्युनिटी हेल्थ वर्कर्सको युटिलाइजेसन उहाँहरूलाई चाहिँ ट्रेनिङ दिने चाहिँ अलि नभएको हो कि जस्तो लागिरहेछ मलाई किनकि स्पेसली इन सबअर्बन एरियाज अथवा इभन भिलेजमा अझ अझ बढी भिलेजमा चाहिँ दे आर द वान्स हु बच्चाहरूसँग जाने होइन गर्भवती महिलाहरू जहाँ भाव हुन्छ त्यहाँ चाहिँ उहाँहरू पुग्ने दे आर द वान्स हु हेभ मोस्ट फ्रिक्वेन्ट इन्टरेक्सन होइन टु माई अन्डरस्ट्यान्डिङ सो उहाँहरूलाई चाहिँ अलिक बढी ट्रेनिङ दिने हो कि बच्चा जन्मिएपछि हुन सक्ने समस्याहरू के हुन्छ सुनाइको समस्या हुनसक्छ इभन अदर केसेस होइन चाइल्डहुड डेभलपमेन्टल ल्याङ्ग्वेज डिसअर्डर हुनसक्छ यी विषयको बारेमा चाहिँ हामीले पनि त्यतातिर ध्यान दिने हो कि Definitely, I would totally agree on that. किन भन्दाखेरि लाइक when we were child होइन अहिले पनि अब त्यो छ प्रचलन होइन जस्तो कि बच्चालाई पोलियो थोपा खुवाउने होइन त्यो त्यसको त अब कम्प्लिटली डिपेन्डेन्ट भनेको त महिला स्वयंसेविकामा पनि हुन्थ्यो नि त एज अ चाइल्ड वी अल्सो वेन्ट होइन एउटा चक्लेट पाउने लोभमा होइन फर पोलियो थोपा आई रिमेम्बर द्याट त्यही भएर अब त्यसमा चाहिँ एक्ज्याक्टली अगेन इट कम्स ब्याक टु नेपाल सरकार होइन अब नेपाल सरकारले त्यो अब ठिक छ न्युबर्न हियरिङ स्क्रिनिङको त अब नीति ल्यायो उसले तर त्यसलाई इम्प्लिमेन्ट गर्ने भनेको त ग्रास रुट लेभलमा त्यस्तै हेल्थ वर्करहरूले नै हो कि होइन किन भन्दाखेरि अब एज एन अर्डियोलोजिस्ट वी आर ट्राइङ आवर बेस्ट तर अगेन वी वुड ह्याभ द्याट के भन्छ कन्स्ट्रेन्ट रिसोर्सेस अनि हामीले त्यो लेभलको हेल्थ वर्करसँग हामी पुग्न सकिरहेको छैनौँ स्टिल त्यसको लागि चाहिँ आई थिङ्क नेपाल सरकार कुड बी आवर मेडिएटर होइन जसले चाहिँ वी एज अ प्रोफेसनल हामीलाई चाहिँ ग्राउस रुट लेभलको हेल्थ वर्करसँग चाहिँ कनेक्ट गराइदिन सक्छ एन्ड देन वी क्यान ट्रेन देम नलेज ट्रान्सफर हुनु पर्यो नलेज ट्रान्सफर गर्नु पर्यो एक्ज्याक्टली त्यो ब्रिज गराउनको लागि चाहिँ आई थिङ्क अब त्यो ब्रिज बनाइदिनको लागि चाहिँ नेपाल सरकारको भूमिका एकदमै ठुलो हुन्छ यसमा चाहिँ ठिक हो अब अडियोलोजिस्ट भयो अब नेपालको सबै कुना कुनामा अडियोलोजिस्ट पुग्न सक्यो भने त बेस्ट होइन तर स्क्रिनिङको लागि चाहिँ हामीले अघि भने चाहिँ अनमी स्टाफ नर्स कम्युनिटी वर्कर्स लाई मजाले वर्कसपहरू कन्डक्ट गरेर ट्रेनिङ दिएर होइन त्यही चाहिँ छिटो भनौँ न छिटो सुविधाहरू गाउँ गाउँमा पुर्याउन सकिन्छ अब त्यसको लागि चाहिँ मेन कुरा कोअर्डिनेसन हुनु पर्यो सबैतिर त्यही भएर हाम्रो शब्द हेल्थ छ नि त अनि शब्द हेल्थबाट हाम्रो अर्को गोल भनेको त वर्कसप ट्रेनिङहरू दिने पोलियो खुवाए जस्तै बनाउनु पर्छ क्या जसरी अब होइन मैले भने नि जस्तो कि हामीले पोलियो खुवाए जस्तो हामी गाउँ गाउँमा नपुग्न नसके पनि जस्तो कि इफ नेपाल सरकारले तपाईँको सिम्पल क्या मैले भने नि प्रादेशिक अस्पतालमा सुविधा राख्यो भने त्यो मान्छेले ल यहाँ छ है भनिदिन सक्छ नि त जस्तो कि ताप्लेजुङको मान्छे मेची हस्पिटल जान सक्छ नि त कम्पेयर टु ताप्लेजुङको मान्छे काठमाडौँ आउनुभन्दा ताप्लेजुङको मान्छे मेची हस्पिटलसम्म जान त उसलाई त्यो सहज पर्छ नि त जस्ट एन एक्जाम्पल होइन हो डेफिनेटली गाह्रो त छ गाह्रो हुन्छ नै तर स्टिल कम्पेरिजन गर्दाखेरि दे वुड ह्याभ द्याट इज टु ट्राभल अथवा त्यो कुराहरू चाहिँ सजिलो हुन्छ भन्ने कुरा हो कि 7वटा प्रदेशमा एटलिस्ट वी वुड ह्याभ 7 स्पेसिफिक इन्स्टिट्युट फर द्याट के होइन त्यो कुराले गर्दाखेरि चाहिँ एक्ज्याक्टली त्यही कुरा फेरि कमिङ ब्याक टु आवर सेम पोइन्ट हामीले त्यो कुरा अब अगेन कम्युनिटी हेल्थ वर्करहरूलाई ट्रान्सफर गर्न सक्छौँ उहाँहरूको थ्रुबाट बच्चाहरूलाई रिफर गर्न सकिन्छ गाउँबाट रिफर गर्न सकिन्छ प्रादेशिक अस्पतालमा सिम्पल अहिलेको लागि बेस्ट सोल्युसन भनेको त्यो हुनसक्छ अहिलेको लागि अहिले करेन्ट कन्टेक्स्टमा इन अ लङ रन इट हेज टु गो अक्रस अल दि गभर्मेन्ट हस्पिटल सबै सरकारी अस्पतालमा जानुपर्छ पुग्नुपर्छ त्यो कुरा सुविधा तर अहिले एट प्रेजेन्ट कन्टेक्स्ट कागजी रूपमा जुन नीति बनेको छ त्यो कुरालाई इम्प्लिमेन्ट गर्नको लागि एटलिस्ट दे सुड स्टार्ट फ्रम प्रादेशिक अस्पताल प्रोभिन्सियल हस्पिटलबाट त्यो सुरु गर्नै पर्छ र त्यसको लागि चाहिँ
अगेन हामी अब वर्कसप दिन पनि रेडी छौँ। अब इभन वी हेभ लाइक स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपाल, हामी त्यो थ्रुबाट पनि जान सक्छौँ होइन। उहाँहरूको त्यो अर्गनाइजेसनलाई युज गरेर, त्यो रिसोर्सेसहरूलाई युज गरेर नेपाल सरकारले चाहिँ कम्युनिटी हेल्थ वर्करलाई ट्रेन गर्न चाहिँ सक्नुपर्छ। त्यो आई थिङ्क द्याट इज मोस्ट इम्पोर्टेन्ट फर प्रेजेन्ट कन्टेक्स्ट। अनि हियरिङ लस भनेको एकदम लिडिङ सेन्सरी डिजेबिलिटी हो नि त होइन। अनि हियरिङ एक्ज्याक्टली। लस भयो भनेपछि अरू डिजेबलिङ कन्डिसन पनि स्पिच ल्याङ्ग्वेजको कुराहरू भयो होइन, त्यो आउँछ। र अर्ली आइडेन्टिफाई गरेर अर्ली इन्टरभेन्सन 6 महिनामा गऱ्यो भने चाहिँ नर्मल स्पिच एन्ड ल्याङ्ग्वेज डेभलपमेन्ट पोसिबल भएको कारणले चाहिँ आई थिङ्क दिस सुड बी दि प्रायोरिटाइज्ड भन्ने चाहिँ लाग्छ। त्यही नै एकदम। हो। कन्क्लुडिङ सेन्टेन्स केही छ भने भनौँ होइन। तर पोसिबिलिटिज छन्, भइ पनि रहेछ, तर स्लो भइरहेछ भन्छु म चाहिँ होइन। स्लो भइरहेछ, स्पिड फास्ट हुनुपर्छ। अनि अघि भने चाहिँ कम्युनिटी वर्कर्सहरूमा चाहिँ एभ्रिडे अब इट हेज टु बी यु जस्तो हो कि, किन भन्दाखेरि एभ्रिडे वी आर लुजिङ टाइम नि त। जस्तो कि अब बच्चाहरू त ग्रो हुने कुरा हो, उनीहरूले सिक्ने कुरा हो, उनीहरूले त्यो त्यो कुराहरू गुमाइरहेछ नि त एभ्रिडे भन्ने कुरा हो क्या। इम्पोर्टेन्ट कुरा त्यहाँ छ क्या। जस्तो कि हियरिङ सुनाइ नहुनु भन्दा बित्तिकै वी आर लुजिङ अ लट अफ थिङ्स। जस्ट इमेजिन योर सेल्फ फर अ डे द्याट युआर नट लिसनिङ फर अ डे होइन। जस्ट एक दिनको लागि तपाईँले केही कुरा सुन्नु भएको छैन। जस्ट इमेजिन द्याट 24 आवर्समा कतिवटा इन्फर्मेसन अथवा कति कुराहरू चाहिँ तपाईँले मिस गर्नुहुन्छ भनेपछि अनि मतलब बच्चा मात्र वी आर होइन लुजिङ द्याट टाइम। कि फ्यामिली डिसेबिलिटी हो कि एक्ज्याक्टली, होइन। बच्चालाई द्याट्स त्यस्तो वाट। भएपछि पेरेन्ट्सलाई कति गाह्रो हुन्छ, ओभरअल फ्यामिलीलाई होल लाइफ नै गाह्रो हुन्छ नि त होइन। त्यो लङ टर्म कन्सिक्वेन्सेस मिनिमाइज गर्नको लागि पनि अब यसलाई चाहिँ एकदम फोकस गरेर प्रायोरिटीमा दिएर अगाडि बढ्नुपर्छ। जस नेपाल सरकारले चाहिँ फोकस दिनुपर्छ। एकदमै एकदमै प्रायोरिटाइज सुनाइ गर्नु। भनेको इट्स नट जस्ट सुनाइ, त्यो मान्छेले समाजमा कन्ट्रिब्युट गर्नुलाई पनि कति सुरुवातदेखि गाह्रो हुनसक्छ फ्यामिलीलाई पनि। फेरि कस्तो छ भने हाम्रो समाजमा चाहिँ इफ पर्सन इज नट नर्मल्ली सुन्ने मान्छे, जुन हामी नर्मल्ली भन्छौँ, सोसाइटीमा पार्टिसिपेसन गर्न पनि उसलाई गाह्रो बनाउँछौँ हामी होइन। हामी त्यति ओपन पनि छैनौँ अझै जस्तो लाग्छ। ए फलाना मान्छे यस्तो भन्दै हामी नाम भन्दै उसलाई जे पाए शब्द प्रयोग गर्नदेखि लिएर उसलाई कन्ट्रिब्युट गर्न पनि हामी दिँदैनौँ। त्यही भएर पनि सायद अलिक पपुलेसन डाइनामिक्स हेर्ने हो भने बिस्तारै बिस्तारै हाम्रो समाजमा अलिक वृद्धावस्थामा जाने मान्छेहरूको पपुलेसन बढिरहेछ, अनि युवाहरूको कम भइरहेछ, अनि युवाहरू जन्मिने क्रम बढिरहेछ। अनि त्यसमा पनि बहिरोपना भएका मान्छेहरू यदि हामीले ट्रिट नगर्ने हो भने कन्ट्रिब्युटिङ पपुलेसन अलिक कम 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 हुँदै पनि जान्छ। त्यो तरिकाले पनि सायद राज्यमा सत्तामा बसेका मान्छेहरू त्यसरी पनि हेर्नु पर्ला। अर्को के मलाई ठ्याक्कै याद आयो कि अवेरनेस भन्दाखेरि चाहिँ नेपालमा कस्तो छ भन्दा अब बच्चाले सुनेन अब मतलब नबोल्नुको नसुन्नु मात्र कारण त होइन होइन, एउटा कारण हो भनौँ होइन। तर बोलिहाल्छ नि, सुनिहाल्छ नि भन्ने, अनि त्यो टेक टकर भन्ने एकदमै त्यो जरा गाडेको होइन। अनि मन्दिरतिर अझै पनि छ होला, म हुँदाखेरि त एकदमै बढी थियो मन्दिरतिर आउने। तर कान सुन्न कम होला भनेर अरू त्यो ट्रिटमेन्टको खोजी नगर्ने के पेरेन्ट्स फ्यामिली लेभलमा पनि होइन। आई थिङ्क त्यसको पनि अवेरनेस क्रिएट गर्न चाहिँ एकदमै जरुरी छ भन्छु म। त्यही कुरा फेरि पनि हियरिङ स्क्रिनिङ अर्ली आइडेन्टिफिकेसन अर्ली इन्टरभेन्सनको कुरा हो एकदमै आजको फोकस नै होइन। यसमा अब नेपाल सरकार अब नीति मात्रै बनाएर भएन, नेपाल सरकार हात जोडेर भन्छौँ हामी होइन, त्यसलाई इम्प्लिमेन्ट गर्नु पर्यो नेपाल सरकार। अब 81 सालमा बनेको नीति होइन, अब यत्रो अब भइसक्यो। अहिले 83 सालको अब कति के भयो, साउन भदौ भइसक्यो होइन। आई डोन्ट नो अब कति इम्प्लिमेन्ट भएको छ, 2 वर्ष 2.5 वर्ष भयो। राजसपा सरकार, बालन सरकार, गरौँ हामी छौँ, हामी कन्ट्रिब्युट गर्न तयार छौँ, हामी सिकाउन तयार छौँ, नलेज ट्रान्सफर गर्न तयार छौँ। हात जोडेर दसौँलाई जोडेर बिन्ती गर्छौँ होइन। हाम्रो कन्ट्याक्ट सबै तल हुन्छ हाम्रो कन्ट्याक्ट होइन। पर्सनल लेभलमा वी आर let's start it. ट्राइङ होइन, तर पर्सनल लेभलमा मात्रै ट्राई गरेर हामी रिच पुर्याउन सकिरहेको छैन, सकिँदैन पनि होइन। त्यो हायर लेभलबाट चाहिँ हामीलाई सपोर्ट चाहिन्छ। जसरी अब अहिले रिसेन्टली अब द्याट इज अ गुड इनिसिएटिभ होइन। अब हाम्रो उसको लागि
अटिजमको लागि स्कुल खोल्ने कुराहरू भयो, द्याट इज अ भेरी गुड इनिसिएटिभ होइन, त्यो ग्रुप अफ कम्युनिटीको बच्चाहरूको लागि द्याट इज अ भेरी भेरी गुड इनिसिएटिभ, वी एप्रिसिएट द्याट। हो त्यसरी नै अलिकति सिरियसपन चाहिँ न्युबर्न हियरिङ स्क्रिनिङमा आउनु पर्यो र यसको सुविधा सर्भिसहरू चाहिँ अलिकति मतलब हुन्छ नि इफेक्टिभली चाहिँ इम्प्लिमेन्ट गर्नेतिर चाहिँ नेपाल सरकारले अलिकति ध्यान दिनु पर्यो। आई थिङ्क अहिले स्वास्थ्य मन्त्रालयले हेर्ने कुरा होला यो सायद प्रब्लली होइन। अनि त्यतातिर अब को हुन्छ स्वास्थ्य मन्त्री, आई डोन्ट नो उहाँको नाम होइन, को एक्ज्याक्टली मैले बिर्सेँ नाम, उहाँले अलिकति फोकस्ड हुनु पर्यो। निशा मेहता हो के अरे उहाँको नाम। उहाँले चाहिँ अलिक फोकस गर्नु पर्यो, नर्सिङको मात्रै तलब बढाएर नबस्नुहोस् प्लिज, यता पनि सोच्नुहोस् होइन, त्यसमा कुरा छैन, उहाँले नर्सको गर्नुभएको छ, द्याट्स गुड फर नर्स, तर बच्चाको लागि पनि सोचौँ, बच्चाहरू भनेको हाम्रो फ्युचर हुन् होइन, त्यही भएर चाहिँ वी शुड थिङ्क अबाउट द्याट। ठिक छ, अरू केही छ दाइ कन्क्लुडिङ रिमार्क्स? कन्क्लुडिङ होइन, पोजिटिभ बाटोमै हामी गइरहेछौँ अनि देश पनि सायद अगाडि बढी नै होला, स्वास्थ्य क्षेत्र पनि पोजिटिभ बाटोमै बढिरहेछ र सकारात्मक दिशामै छ। तर यसलाई चाहिँ यो चाहिँ नेचुरली बढ्ने बाटो दिशा भयो होइन, के अरे स्पिड भयो। तर अब हामी नेचुरली जुन स्पिडमा जान्छ त्यही स्पिडले चाहिँ पुग्दैन, वी हेभ टु बिग पुस दिनुपर्छ। त्यसको लागि चाहिँ फेरि हाम्रो इन्डिभिजुअलले चाहिँ पुग्दैन, सबैजना सँगै आउनु पर्यो यो हेर्ने। यदि अनि अर्को बाटो भनेको चाहिँ कन्क्लुडिङ, इफ एनी प्यारेन्ट्स कसैले हेरिराख्नु भएको छ भनेदेखि अहिले भनेको कुराबाट तपाईँहरूले के शङ्का होइन, अझै यो बुझेन अझै जान्नु छ भन्ने हो भनेदेखि कन्ट्याक्ट एनी वान अफ अस, तिनजना मात्रै जसलाई कन्ट्याक्ट गरेर पनि हुन्छ, तल हाम्रो डिटेल्स छ होइन, कन्ट्याक्ट गर्नु होला। यसबारेमा अझै केही जान्न मन लाग्यो, भनेको कुराहरूमा केही बुझिएन भन्ने छ भने, हामीले भनेको कुराहरूमा केही होइन तिमीहरूले यो कुरा गलत भन्यो भन्ने जस्तो लाग्छ भने पनि प्लिज फिडब्याक दिनु होला, कमेन्टमा दिए पनि भयो। प्लस अब यो जेनरल कन्भर्सेसन हो होइन, अहिले ओभरअल विश्वमा के भइरहेछ नेपालमा के भइरहेछ भनेर हाम्रो बुझाइ अनुसारको जेनरल कन्भर्सेसन हो, जस्ट फर रेजिङ अवेरनेस, क्रिएटिङ अवेरनेस, स्प्रेडिङ इन्फर्मेसन भनौँ न होइन। अनि डिटेलमा कन्सल्टेसन चाहियो भने चाहिँ अफकोर्स हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, त्यही नै हो हाम्रो शब्द हेल्थ एनसिसिएस, जता कन्ट्याक्ट गर्दा पनि वी आर हियर फर यु। त्यही भन्दै आजको कुराकानी यहीँ अन्त्य गरौँ है त, ठिक छ? ठिक छ, बाई बाई, चियर्स, बाई।